हेलो वेलकम ब्याक टु माई च्यानल। र आज हामी मुस्ताङ ट्रिपमा निस्केको छौँ र हामी चाहिँ अहिले पेट्रोलहरू पुरै भरेर पुरै रेडी अवस्थामा बसेका छौँ र हामी चाहिँ अहिले हेटौडाबाट अब मुस्ताङ ट्रिपको लागि निस्किन लागेका छौँ। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट सेयर जरुर गर्नुहोला र हाम्रो यो भिडियोलाई स्किप नगरिकन हेर्नुहोला। मुस्ताङसम्मको राइड एकदमै मजा आउनेवाला छ। लेट्स गो। चिसो चिसो हावाले तिम्रो मन चोर्यो कसैले, मन बढालिने आशैले दुनियाँ डाँडा गर्यो आफैले। हामी चाहिँ यहाँ अब बाटोमा रोकेर बाइकहरूमा चाहिँ हामी झन्डाहरू चाहिँ बाँध्दैछौँ, नेपालको झन्डा। र तपाईँको यो झन्डाहरू चाहिँ बाँधेपछि अलिकति सुहाउँछ। हाम्रो सबै बाइकहरूमा चाहिँ एउटा एउटा झन्डा बाँध्दैछौँ अनि हामी यहाँबाट निस्किन्छौँ। घुम्न गाथ्यो छिल छिल, मन जान खोज्छ भिर भिर, सब यादहरू तिर मेल। कालो केस देख्छु फ्रेस तिम्रो मुहारमा, भन मात्र तिमीलाई घुमाइ लान्छु मुस्ताङमा। आउँछौ भने तिमी कुरिरहेछु बोर्डरमा, तर तिमी जहिले पनि पारिदिन्छौ दोधरमा। गाउँभरि जताततै हल्ला भो, कान्छीको मन बदलियो, टाढा र काँडामा फुल फुल्यो, कान्छीले कसरी पो मलाई भुल्यो। चिसो 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 हावाले तिम्रो मन चोर्यो कसैले। बिगडी भन्ने ठाउँमा चाहिँ खाना खानलाई चाहिँ रोकेको छौँ र भक्कै भोक लागिसकेको छ। कता जाने उता तल? हामी चाहिँ यसो नारायणी चाहिँ खोलाको साइडमा भनौँ न खाना खानलाई रोकेको, अनि खाना खाएर अनि यहाँबाट निस्किने हो। त्यसरी हुँदैन क्या यार, सुत्नु हुँदैन क्या बाइकमा, हो कि होइन? हो कि होइन? हो कि होइन? ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। तपाईँ त सुत्नु भएको छैन नि? गाह्रो छ है। सेफ राइड है गाइस, सेफ राइड। बाइकमा चाहिँ निकाल्नु हुँदैन लङ टुर गर्दाखेरि। हामी कुन बाटो जाने? दमौली बाटो, दमौलीबाट जाने हो? दमौलीबाट जाने हो? दमौलीबाट माथि लाग्छ नि राइट, यसो सर्टकटबाट। होइन होइन, सर्टबाट मलाई थाहा छ कि। बहुत तेज हो रह्यो है, बहुत तेज हो। आज बास चाहिँ पोखराको हुन्छ, पोखरामा बास बसिन्छ। हामी चाहिँ अब दमौली आइपुगेका छौँ। अनि कस्तो छ? मजा आइरहेछ राइडमा छ? एकदम रमाइलो छ सर। ल हामी एकदम चिया खाएर अब निस्किन लाग्यो है। थकान त लागिहाल्छ नि यार, इनर्जी ड्रिङ्क खानु पऱ्यो। ल हामी चाहिँ अब यहाँबाट निस्क्यौँ, अब एकैचोटि पोखरामा है। ल चिसो 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 हावाले तिम्रो मन चोर्यो कसैले, मन बढालिने आशैले दुनियाँ डाँडा गर्यो आफैले। ल साथीहरू, अब आज फाइनली चाहिँ पोखरा आइपुगेको छ, पहिलो दिन मुस्ताङ ट्रिपको। र एकदम रमाइलो भयो, बाटोमा हामी इन्जोय गर्दै आएको। र हामी चाहिँ अब रुममा चाहिँ हाम्रो मुस्ताङ ट्रिपको लागि चाहिँ अर्को साथीहरू पनि जोड्नु भएको छ उता पश्चिमबाट। बैतडीबाट चाहिँ हाम्रो दुईजना सर जोड्नु भएको छ। र हामी 4 जना आज हेटौडाबाट प्रस्थान गरेको। र उहाँको चाहिँ के छ सर शुभ नाम? सबैजनालाई नमस्कार, मेरो नाम शिवलाल धामक, घर चाहिँ सुदूरपश्चिम बैतडी। अनि कहिले आउनुभयो? हिजो अहिले कार्यक्षेत्र चाहिँ लमजुङ हो, लमजुङबाट हिजो आइपुग्यो पोखरा। अनि कस्तो भयो त हिजोको?
हिजोको वर्ष एकदम रमाइलो भयो, यात्रा नि राम्रै भयो, बाटोमा छिटै समयमा आइपुग्यो, ठिकै छ। भोलि हामी लाग्ने होइन? हजुर। नमस्ते, म चाहिँ गणेश धानुक, हामी दुई भाइ दाजुभाइ हो। म चाहिँ दाइ हो, चाहिँ भाइ हो। म चाहिँ सुदूरपश्चिमबाटै आएको, लगभग 825 किलोमिटर हिँडेर 3 दिन लगाएर आइपुगेँ मुस्ताङ घुम्नको लागि। फुल सर्भिसिङ गरेर आएको, फेरि यहाँबाट फर्किने बित्तिकै सर्भिसिङ गर्ने गरेर 3000 किलोमिटर जति हिँड्नुपर्छ भनेर आएको म चाहिँ। उहाँ दुईजना चाहिँ पश्चिमबाट आउनुभयो भने हामी 4 जना चाहिँ हामी उहाँसँग चाहिँ निजलबाट उहाँ सर चाहिँ निजगढबाट हुनुहुन्छ। उहाँ र हाम्रो राजन सर हाम हटिया हटियादेखि हटियादेखि हुनुहुन्छ। हटिया हतौडा र अर्को सर चाहिँ म बकैया, सबैले चिनिराख्नु बकैयाको बाघ भन्नु। बगैया 7 नम्बरबाट हाम्रो यो 4 जनाको टिम चाहिँ हेटौडाबाट हामी हिँडेको थियौँ र फाइनली आज हामी सबैजना 6 जना चाहिँ हामी फाइनली र पोखरामा फाइनली आइसकेका छौँ। र भोलिको चाहिँ यात्रा अब हामी लाग्छौँ मुस्ताङतिरको, र भोलि हेरौँ के हुन्छ, मौसम चाहिँ कतिको साथ दिन्छ। र आज चाहिँ पानीले झन्डै भेटिएन र फाइनली चाहिँ हामी एकदम सकुशल आइपुगेका छौँ। र आजको ब्लग चाहिँ अब यतिकै आज इन्ड गर्न चाहन्छु। ल भोलिको लागि चाहिँ